सवाल यो होइन कि क्याश प्राइज धेरै छ, यो त सवाल हो झापाको ट्रफीमा स्वर्ण अक्षरले नाम लेख्ने। यो त सवाल हो नामको, इज्जतको अनि सम्मानको। र जब सम्मानको लागि खेल हुन्छ तब हामीले असली फुटबलको मजा देख्न पाउनेछौँ। एपीएफ क्लब आफ्नो वारियत कायम राख्नको लागि मैदानमा उपस्थित हुनेछ भने नेपाल पुलिस क्लब एपीएफ को एकलौटे शासन तोड्न आज मैदानमा उपस्थित हुनेछ। र अब कुरा आउँछ के एपीएफ क्लबले आफ्नो दबदबा कायम राख्ला वा नेपाल पुलिस क्लबले नयाँ इतिहास कोर्ला। खेल निकै नै टक्करको हुनेवाला छ, किनभने न त एपीएफ नै हार मान्नेवाला छ न त नेपाल पुलिस क्लब नै हार मान्नेवाला छ। म भने आज नेपाल पुलिस क्लबलाई सपोर्ट गर्दैछु, किनभने म फुटबलमा विकास होस् भन्ने सोच्ने मान्छे हो। सधैँ एउटै मात्र क्लब विजेता भइरहँदा फुटबलको विकास भने कदापि हुनेवाला छैन। त्यसैले यो पटक फुटबलको लागि भए पनि नेपाल पुलिस क्लबले एपीएफलाई आज हराउनै पर्छ। अनि आई एम स्योर आज रेखा, पूजा अनि मीना देवालले हामीलाई भने कदापि निराश बनाउनेवाला छैन। खेल नेपाली समय 3 बजे सुरु हुँदैछ र लाइभ तपाईले गोल नेपालबाट हेर्न सक्नु हुनेछ। बाँकी कुरा अर्को भिडियोमा।